नेवारहरूसँग त एकदम धेरै नै प्रपर्टी हुन्छ भनेर भन्छ नि त होइन सो सञ्जनासँग कतिको प्रपर्टी छ मसँग त छैन ड्याडीसँग मम्मी ड्याडीसँग चाहिँ सो मम्मी ड्याडीलाई चाहिँ हुँदैन अब कुनै पनि ठाउँहरू अब यस्तो रेन्टमा दिनुपर्छ भनेर चाहिँ केही छ भने चाहिँ त हामीसँग कोठाभाडा.com भनेर छ कोठा भाडामा चाहिँ हामीले खोज्नको लागि मात्रै होइन कि हामीले चाहिँ अब केही आफ्नो सटरहरू छ या त हुँदैन कोठाहरू छ केही छ भने चाहिँ त्यसमा त्यो वेबसाइटमा त्यसमा यतिकै राख्न पनि सक्छौँ सो इट्स अ गभर्मेन्ट रेजिस्टर कम्पनी हो सो गभर्मेन्टबाट नै रेजिस्टर भइसकेको छ अनि त्यसपछि अर्को कुरा चाहिँ उहाँहरूले अब कतिजनाले चाहिँ भिजिटिङ चार्जेसहरू लिइरहेको हुन्छ होइन त्यस्तो चार्जेसहरू चाहिँ उनीहरूले लिँदैन कि अनि अर्को कुरा चाहिँ अब कतिजनालाई चाहिँ अब सिङ्गललाई चाहिँ अब बाटोमा गएर टु लेट खोजिराख्नु या त हुँदैन कोठा छ भनेर खोजिराख्नु भन्दा चाहिँ घरमै बसेर या त हुन्छ नि कुनै क्याफेमा बसेर यु क्यान जस्ट सर्फ अनि त्यसपछि आफूसँगै छ भने पनि त्यो अपलोड गरेर राख्न पाए होइन लाइक जोसँग छ र जसलाई चाहिएको छ त्यसको कनेक्सन बेसिकली टिन्डर यस सुरक्षाजीसँग त एकदम धेरै नै सामानहरू छ जस्तो लाग्छ मलाई यस्तो के अरे भाडामा दिनको लागि कोठाहरू के अब सिनियर हो नि त धेरै पैसा पनि कमाइसक्यो नि त अघि भने होइन एकदम मिसकन्सेप्सन हो केही त्यस्तो होइन ले अघि के भनेको थियो स्पेसल अपिरियन्स पनि धेरै पैसा पाउँछ भनेर थोरै काम गरेर धेरै पैसा कमाउने उही मात्र होइन त यता के हो होइन त्यस्तो केही होइन अहिले आई डोन्ट थिङ्क अहिले त्यो सिनियरहरूले धेरै पैसा कमाउने र जुनियरहरूले कम पैसा कमाउने माहौल छैन दे आर अर्निङ बिट्स एन्ड पिसेस फ्रम मल्टिपल तर वेन इट्स कलेक्टिभ वेमा आउँदाखेरि त हामीलाई पनि होइन तर यिनीहरूले एकदम धेरै कमाउँछ यार एक्ज्याक्टली म आइएम टकिङ अबाउट दिदी तपाईँ पनि त्यही क्याटेगोरीमै पर्नुहुन्छ नि एकदम धेरै कमाउनेमा जो त्यहाँ बसिरहेछ त्यस्तोमा नजाउँ न आँख लाग्छ क्या थु यस्तो गर्नु न केही छैन अब यही धनी लाग्यो सो एनिवे तपाईँहरूलाई चाहिँ अब कोठाहरू रेन्टमा लिनु छ हुँदैन तपाईँले खोजिरहनु भएको छ या त तपाईँको कोठाहरू या त सटरहरू तपाईँलाई रेन्टमा दिनु छ भने चाहिँ यु क्यान अलवेज रिमेम्बर कोठाभाडा.com